आज म ओरिएन्टेसनमा बिना बोलाइकन कसरी गएँ त अनि मैले कति रमाइलो गरेँ त हेर्नुहोस् है। आज म बिहान घामसँगै उठेँ अनि मैले सामान बेच्नुतिर लागेँ अनि सामान बेचेर म गराएर कपाल काट्नतिर लागेँ। अनि कपाल काटेर नुहाएर म लागेँ ओरिएन्टेसनमा। मलाई दाइले भन्नुभएको थियो आऊ भाइ मेरो जुनियरहरूको ओरिएन्टेसन छ तिमी पनि आऊ केही हुँदैन भन्नुभयो। म पनि दाइहरूलाई भेट्नुतिर लागेँ फेरि। अनि दाइले मलाई भन्नुभयो सबै बाहिर गएको छन् जाऊ न एकचोटि नाचेर आऊ भन्नु म पनि स्टेजमा गएर नाच्नुतिर लागेँ। अनि सबै लाइनमा लागेको थिएँ खाना खानलाई म पनि लाइनमा लागेर फेरि दाइले मलाई आफै खाना हालिदिनु भयो। अनि म पनि खाना खानतिर लागेँ अनि दाइले पनि एकदमै आफ्नो पोजमा स्टाइलमा हाई गर्नुभयो अनि म आइसक्रिम खानतिर लागेँ। आइसक्रिम खाएर मैले माइकल ज्याक्सनको डान्स हेरेँ। अनि दाइहरूको रमाइलो त फेरि छुट्टै थियो। फेरि दाइको डान्स देखेर त मलाई पनि यसो नाच्न मन लागिरहेको थियो। फेरि मलाई अगाडि जाँदाखेरि मलाई एउटा टोकन अफ लभ मिल्यो तर त्यो मलाई मिलेको थिएन। मैले त्यो पाएको थिएँ अनि सबै बलुन फोड्नतिर लागेँ म पनि बलुन फोडेर नाच्नतिर लागेँ। अनि नाचेर रमाइलो गर्दै मैले आजको भ्लगलाई एन्ड गरेँ। हस्त ल बाई।